मलाम हामीले चाहिँ धेरै पटक सुन्छौँ, यो मलाम गर्छौँ, मलाम गर्दैछु, मलाम गर्नुपर्छ भनेर भन्दैछौँ। यो मलाम भनेको चाहिँ के हो? यसलाई हुन चाहिँ संस्कृतमा प्रणिधान भनेको छ। मलाम भन्दै गर्दाखेरि हामीले जस्तै कि अब यो मरेर जाओस्, यस्तो होस् भनेर त्यो जति पनि भन्छौँ नि, यो मलाम नै पर्छ, तर यो नराम्रो मलामहरू पर्यो अथवा नराम्रो प्रणिधान भयो। तर जे होस्, यो प्रणिधान भनेको चाहिँ अब राम्रो सकारात्मक पक्षमै हुनुपर्छ। जस्तै कि एउटा सम्पूर्ण प्राणीहरूको निम्ति चाहिँ म यस्तो गर्न सकूँ, अथवा चाहिँ सम्पूर्ण प्राणीहरू सुख हुन्, खुसी हुन्, होइन, उनीहरूको दुःख हटोस्, मैले हटाउन सकूँ भन्ने जस्तो खालको चाहिँ एउटा पोजिटिभ जुन विसहरू छ त्यो सबै मलाममै पर्छ। र यो मलाम विशेष गरी महायानको बेलामा चाहिँ, महायानको अभ्यासको बेलामा चाहिँ अति नै महत्त्वपूर्ण हो। किन भन्दाखेरि हामी सुरुमा महायाने भइसकेपछि बोधिचित्तको पनि अभ्यास हुन्छ। बोधिचित्त भनेको चाहिँ अब यसको धेरै व्याख्या छ। त्यसमा सबैभन्दा छोटो भन्नुपर्दाखेरि चाहिँ सम्पूर्ण प्राणी हितको निम्ति म बुद्ध बन्छु भन्ने जुन त्यो इच्छा छ, त्यो कामना नै हो। अब त्यसलाई नै अझ थप रूपमा चाहिँ अलिकति बलियो बनाउनुको लागि मलाम आउने हो। किन भन्दाखेरि अब मैले सम्पूर्ण प्राणी हितको निम्ति म के भन्छ बुद्ध बन्छु भन्दै गर्दाखेरि सम्पूर्ण प्राणीहरूलाई मैले यसो गरौँ। जस्तै कि एउटा प्रणिधान रहेको छ बोधिचर्य अवतारमा शान्तिदेवले भन्नुभएको, र त्यो प्रणिधानभित्रको एउटा श्लोक छ, जबसम्म पीडा हट्दैन जगत सबैका रोग व्याधि, मनै तिनका वैद्य बनौँ औषधि अनि सेवक नि। अब यो प्रणिधानले के भन्दैछ भन्दाखेरि सम्पूर्ण प्राणीहरूको जति पनि के भन्छ रोग व्याधिहरू छ त्यो नहटेसम्म उनीहरूको निम्ति म स्वयं डक्टर बन्न सकूँ, नर्स बन्न सकूँ, औषधि पनि बन्न सकूँ भन्ने खालको चाहिँ कामनाहरू गरिराखेको छ। र यो कामना गर्दाखेरि अब अहिले त्यस्तो हुनसक्छ भन्ने पनि होइन, तर यो कामना भनेको, यो कामनाले के गर्छ भन्दाखेरि हाम्रो हृदयलाई कोमल बनाउँछ र यसले बिस्तारै बिस्तारै परहितको बाटोमा लाग्नको लागि पनि मद्दत गर्छ है। त्यस कारण यो प्रणिधान एकदमै महत्त्वपूर्ण छ। र यो बोधिचित्त र प्रणिधानलाई दुईटालाई हेर्ने हो भने बोधिचित्तले चाहिँ के गर्छ भन्दाखेरि जस्तै के भन्छ बोधिचित्तले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अगाडिबाट तान्छ। जस्तै कि अब हामी बुद्ध बन्ने बाटोमा हामी लागिराखेका छौँ नि त। बुद्ध बन्ने बाटोमा जाँदै गर्दाखेरि त्यो अगाडिबाट तान्ने काम चाहिँ बोधिचित्तले गर्छ भने पछाडिबाट धकेल्ने काम चाहिँ फेरि प्रणिधानले गर्छ। यो बोधिचित्त र प्रणिधानको सम्बन्ध रहेको छ, धेरै ठुलो सम्बन्ध रहेको छ। यो प्रणिधानको अभ्यास भनेको करुणाहरूसँग सम्बन्धित हो। अरूको दुःख हटोस् अनि त्यसपछि अरूको दुःख हटाउन सकूँ भन्ने जस्तो पोजिटिभ मात्रै आउँछ। र त्यस कारणले हाम्रो अभ्यासहरूमा चाहिँ यस्तो कमै छ कि जस्तै कि मैले घर पाऊँ, मैले यस्तो पाऊँ, मैले यो जितोस्, होइन, त्यस्तो छैन क्या। सेल्फिस त्यस्तो खालको प्रार्थनाहरू हुँदैन। त्यस कारणले गर्दाखेरि प्रणिधानहरूमा तपाईँ हामीले धेरै देख्न सक्छौँ, अरूको निम्ति अथवा हामी सबैको निम्ति भन्नेहरू चाहिँ हुन्छ। प्रणिधानको बेलामा चाहिँ बढी चाहिँ परहितकै कुरा हुन्छ है त, परहितकै कामना हुन्छ। र यो परहितको कामनाबाट हाम्रो हृदय कोमल बन्दै गर्छ। अहिले अरूलाई सहयोग गर्न नसके तापनि त्यो गर्न सकूँ भन्ने खालको त्यो पोजिटिभहरू ल्याउँदा चाहिँ पछि अरूलाई पनि सहयोग गर्न सक्ने अनि एउटा राम्रो मान्छे चाहिँ हामी बन्न सक्छौँ है। अरू सबैलाई दुःखमा परेकोलाई सहयोग गर्न सक्ने, होइन, त्यस्तो खालको चाहिँ अनि जस अरूलाई दुःख नदिने राम्रो खालको मान्छे चाहिँ बन्न सक्छौँ यो प्रणिधानहरूको बारम्बार अभ्यासबाट।